श्रम भिसामा विदेश जाने सबैलाई तपाईले आफ्नो शरीर कसरी सुरक्षित राख्न सक्नुहुन्छ, अङ्ग कसरी सुरक्षित राख्न सक्नुहुन्छ, त्यो बारेमा प्रत्यारोपण केन्द्रले चेतनामूलक तालिम दिनेछ र श्रम भिसामा जाने सबैले अनिवार्य रूपमा त्यो तालिम लिनुपर्ने व्यवस्था हामीले गर्दैछौँ। बाहिर 10-12 घण्टा काम गर्ने, चर्को गर्मीमा काम गर्ने, 10-12 घण्टासम्म पानी नै नखाने, अब काम गर्ने, ओभरटाइम पनि काम गर्ने, शरीरको ख्यालै नगर्ने, खासमा मान्छेलाई सबभन्दा बढी माया के को लाग्छ? आफ्नो शरीरको। त्यसरी माया गर्ने शरीरको मृगौला बिगार्ने कसैको इच्छा होला? मुटु बिगार्ने कसैको इच्छा होला? त्यो शरीरमा क्यान्सर प्रवेश गराउने कसैको इच्छा होला? इच्छा नभइकन पनि आफूले सबभन्दा बढी माया गर्ने चिजभित्र त्यस्ता कुराहरू कसरी प्रवेश गर्छ? त्यो जानेर प्रवेश भएको होइन, नजानेर प्रवेश भएको, थाहा नपाएर प्रवेश भएको। त्यसैले तिम्रो माया गर्ने शरीर कसरी जोगाउने त्यो बारेमा हाम्रो प्रत्यारोपण केन्द्रले जोगाउने उपायहरू सुझाउँछ, तालिम दिन्छ। त्यसैले विदेश जानेहरूलाई प्रत्यारोपण केन्द्रले श्रम मन्त्रालयसँग मिलेर अनिवार्य रूपमा चेतनामूलक तालिम दिने व्यवस्था स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालय मिलेर गर्ने कुरा पनि म सार्वजनिक गर्न चाहन्छु। त्यसपछि विदेश गएर फर्कनु भएकाहरूको निःशुल्क किडनी परीक्षण, कलेजो परीक्षण अथवा प्रत्यारोपण केन्द्रले परीक्षण गर्न मिल्ने सबै अङ्गहरूको परीक्षण निःशुल्क रूपमा गरिने व्यवस्था पनि हामीले मिलाउने कुरा सार्वजनिक गर्न चाहन्छौँ। यसमा हामी श्रम मन्त्रालयसँग सहकारी गरेर अगाडि बढ्नेछौँ।